हेलो दर्शन नमस्ते के छ दाजुभाइहरू तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है मेरो यो चाहिँ फर्स्ट भ्लग ट्राई गरेको कस्तो हुने हो हेर्दै गर्नु होला चाहिँ मेरो गाउँ है यता उँधो चाहिँ गाउँ छ सानो गाउँ छ धेर ठुलो गाउँ छैन यता पनि घर छ यो चाहिँ पानी ट्याङ्की है रहेछ यहीँदेखि पानी गएको हाम्रो पानी लिएको ठाउँ चाहिँ त्यहाँ मात्र अगाडि ए धुरीपुरीबाट 4 किलोमिटर कि 5 किलोमिटर छ रहेछ पानीको मुहान छ पानीको मुहान 4-5 किलोमिटर अझ बढी छ होला यसले चाहिँ कुहिरो लाएर हो धेरै दिन करिब थिन्छ यहाँबाट बिहान बिहानमा हिमाल देखिन्छ अगाडि चाहिँ गाउँदेखि चाहिँ बडिगाड गाउँपालिका 10 पर्छ है यो सब यहाँदेखि यो दाँडादेखि यो सब बडिगाड गाउँपालिका 10 पर्छ मेरो घर चाहिँ 9 हो बडिगाड गाउँपालिका 9 मेरो घर यहाँ मुनितिर हो त्यो चाहिँ 10 पर्छ है यो चाहिँ 10 पर्छ म फेरि माथि बाह्रतिर जानु लागेको काम छ सामाजिक काम पानीकै काम चलिरहेको त्यसैको लागि जाँदैछु गाई बाटो चाहिँ यस्तो छ यो बाटो माथि निकाल्ने हो अनि सडक कतै गर्नु पनि पऱ्यो भने बाटो चाहिँ यस्तो छ सडक मोटर बाटोमै माथि चाहिँ पुगेछ है दाजुभाइहरू हजुर हजुर हुन्छ मामा हेलो दाजुभाइहरू आज हामीले यति चाहिँ काम गऱ्यो दिनभरिमा होइन दिनभरिको कामै हो हाम्रो सोलिङ गऱ्यो उनीहरूको भात खुइयो 4 जना मान्छेले गाइस दिनभरिको काम हाम्रो हेर्नुहोस् दाजुभाइहरू यो चाहिँ चेम्बरको भाग भयो अनि त्यो चाहिँ सोलिङ भयो यो हाम्रो ट्याङ्की चाहिँ 18 घन मिटरको है 18,000 घन मिटरको त्यो ठुलै चाहिँ छ यो चाहिँ 2 घन मिटरको यसको पानीले नपुगेर चाहिँ यो बनाउन लागेको है यत्रो छ त्यस ठाउँ पनि बवाल छ गाइज यहाँ माथि चाहिँ ठुलो चौरो छ है यहाँ ठुलो चौरो छ यसमा घुम्न आउने पिकनिक खान आउने चाहिँ मान्छेहरू धेरै चाहिँ आउँछन् चाहिँ यहाँ हुन्छ गाइस दाजुभाइहरू आजले यति नै छ भोलि फेरि अर्को भिडियो लिएर आउनेछु है